भुन्टीमाथि लगाए भूपेन्द्रले यति ठुलो आरोप। दर्शकबिन नमस्कार, तपाईहरु यति बेला नेपाली सिरिज रिभ्यू हेरिरहनु भएको छ। दर्शकबिन हामी गत हप्ता प्रसारण भएको भुन्टी सिरियलको नयाँ भागको रिभ्यू लिएर तपाईहरु माझमा उपस्थित भएका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र हाम्रो च्यानललाई तपाईले सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न नबिर्सिनु होला। दर्शकबिन भुन्टी सिरियल भाग 287 मा के भएको थियो त छोटकरीमा तपाईलाई म जानकारी गराउन चाहन्छु। दर्शकबिन भुन्टी सिरियल भाग 287 मा सुरुवातमा भुन्टी चाहिँ घर आउँछिन्, भूपेन्द्र पनि घर आउँछन्। त्यही बेलामा चाहिँ भूपेन्द्रले भुन्टीलाई देख्ने बित्तिकै रिसले आगो हुँदै त यहाँ किन आए कि भन्दै उल्टै उनीमाथि रिस पोख्छन्। दर्शकबिन किन रिसाउनुहुन्छ पै बुढा, म तपाईलाई एउटा खुसीको खबर सुनाउन आएकी हुँ भनेर पनि भन्छन्। बढी नाटक नगर, के को खुसीको कुरा हो भन्, छिटो भन्, अनि त यहाँबाट निस्किहाल, त जस्तै आइमेसँग म एकछिन पनि बस्न चाहन्न भन्दै रिस पोखिरहेका हुन्छन्। यसै क्रममा भुन्टीले किन रिसाउनुहुन्छ, मबाट गल्ती भएकै हो, तपाईले नजा भन्दाखेरिमा चाहिँ दाइको कुरा सुनेर म गएकी हुँ, तर अब सबै कुराहरू बिर्सिन्छु, सबै कुराहरू चाहिँ तपाईको रिसहरू चाहिँ सहन्छु, तपाईले गरेको कुराहरू चाहिँ सबै सहन्छु भनेर पैताला मुनि राख्छु भनेर आएकी हुँ। ममाथि किन यति धेरै रिस पोख्नुहुन्छ पै बुढा भन्दै अनभिनय गरिरहन्छन्। यता भने भूपेन्द्रको रिस भने फिटिक्कै शान्त हुँदैन, उल्टै भुन्टीमाथि रिस पोख्छन् र कहिले हातले भिट्टा ठोक्ने गर्छन्। यसै क्रममा चाहिँ भुन्टीले किन यसो गर्नुहुन्छ, तपाईले आफूलाई किन पीडा दिनुहुन्छ भनेर पनि भनिरहेकी छन्। दर्शकबिन कस्तो कुरा हो पहिला भन्न, अनि त्यसपछि गइहाल भन्दै बारम्बार भुन्टीमाथि कराउँछन्। दर्शकबिन उनी भन्छन्, तपाईँ यति धेरै रिसमा हुनुहुन्छ, म कसरी खुसीको कुरा सुनाउँ तपाईँलाई भनेर भुन्टीले भन्छन्। अनि त्यसपछि भन्छन्, बढी नाटक नगर, छिटो भन् भनेर फेरि बारम्बार भनिरहन्छन्। तपाईँ र म बुवा आमा बन्दैछौँ भनेर भुन्टीले भनिसकेपछि भूपेन्द्रको होस उड्छ। अनि रिसले आगो भन्छन्, त जस्तै चरित्रहीन आइमीसँग मलाई एकछिन पनि बस्नु छैन, आफ्नो दाइको नासो मलाई स्याहार्नु छैन भनेर पनि भनिरहेकै हुन्छन्। दर्शकबिन यसो भनिरहँदा भुन्टी पनि निकै आक्रोशित हुन्छन्। अब हामी दाइ बहिनीको पवित्र नातालाई यति ठुलो दाग लगाइदिनु भयो तपाईँले भनेर पनि भन्ने गर्छन्। दर्शकबिन भूपेन्द्रले किन स्याहार्छ, तेरा माइतीको खलको खुन मैले किन स्याहार्ने भन्दै भुन्टीमाथि एकदमै चरित्रहीन आरोप लगाउँछन्। यता भुन्टी गइसकेपछि भूपेन्द्रले सम्पूर्ण भुन्टीका सामानहरू फाल्दै सिसाहरू पनि फुटाल्दै भुन्टीका सबै यादहरू मेटाउन थाल्छन्। भुन्टी गइसकेपछि उनी नयाँ केटीसँग कुराकानी गर्छन् र उक्त केटीले पनि अबदेखि भुन्टीसँग नबोल्नु है, उनीलाई हेट गर्नु, भेट पनि नगर्नु भनेर पनि भन्ने गर्छन्। अब छिटै म भुन्टीलाई डिभोर्स दिन्छु र तिमीसँग बिहे गर्छु भनेर पनि भनिरहेका हुन्छन्। यता दाइको आगमन हुन्छ र दाइले हिजो राति किन मोबाइल स्विच अफ गरिस्, लोकेसन पठा भन्दा किन पठाएनस् भन्दाखेरिमा चाहिँ दाइ म भुन्टीसँग डिभोर्स गर्छु भन्दाखेरिमा चाहिँ दाइले चाहिँ भूपेन्द्रमाथि झापड हान्छन्। दर्शकबिन यति बेला भूपेन्द्र भने निकै नै खराब समयमा चलिरहेका छन् र खराब कामहरूमा चाहिँ गरिरहेका छन्। तपाईँलाई भूपेन्द्रप्रति केही सल्लाह सुझाव दिन छ भने तपाईँले कमेन्ट बक्समा दिन सक्नुहुन्छ र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला र सँगै हुने बेल आइकनलाई दबाउन नबिर्सिनु होला।